यसपालि एसईमा बिगु गाउँपालिकाको नतिजा निकै राम्रो आयो। बिगुबाट 132 जना विद्यार्थीले परीक्षा दिएकामा 104 जना विद्यार्थी उत्तीर्ण हुन सफल भए। त्यसो त यो नतिजा दोलखा जिल्लाकै उत्कृष्ट हो। उत्तीर्ण प्रतिशत हेर्ने हो भने बिगुमा 79% विद्यार्थी उत्तीर्ण भएका छन्। यसर्थ पनि यसपालि एसईमा बिगु गाउँपालिका जिल्लाको उत्कृष्ट पालिका बन्न सफल भएको हो। पालिकाले यस वर्ष आफ्नो नतिजा राष्ट्रिय औसत भन्दा 17% माथि पुर्याउन सफल भएको छ। त्यसो त बिगुको नतिजा अघिल्ला वर्षहरूमा त्यति राम्रो थिएन। गत वर्ष पनि जिल्लामा सबैभन्दा कमजोर नतिजा ल्याएको बिगु गाउँपालिका यस वर्ष पालिका भित्रका 11वटा विद्यालय मध्ये 5वटा विद्यालयबाट 100% नतिजा ल्याएर जिल्लाभरमै सबैभन्दा उत्कृष्ट हुन सफल भएको हो। एसईमा मात्रै होइन, पालिका स्तरीय परीक्षा कक्षा 8 को नतिजा पनि त्यति राम्रो थिएन। यो अवस्था देखेपछि गाउँपालिका अध्यक्ष सञ्जीव ओली पालिकाको शैक्षिक क्षेत्र सुधार गर्न कम्मर कसेर लागे, जस अन्तर्गत शिक्षक, अभिभावक र विद्यार्थीलाई सँगै राखेर शैक्षिक क्षेत्रमा देखिएको कमजोरी औल्याए र थप परिष्कृत रूपमा लागि पर्न सुझाए। नभन्दै यो प्रयासले नतिजा पनि सोचे अनुसारकै दियो। ओराङमा रहेको देवलिङ्गेश्वर मावि, बुलुङमा रहेको शारदा मावि, चिलङ्खामा रहेको हिमालय मावि, त्यस्तै खोपाचागुमा रहेको हिमालय मावि र कालिन्चोक माविले 100% नतिजा ल्याउन सफल भए। यो नतिजाले अहिले बिगुमा खुसियाली छाएको छ र गरे सम्भव छ भन्ने पाठ पनि सिकाएको छ। एसईको मात्रै होइन, अहिले कक्षा 8 को नतिजा पनि बिस्तारै सुधार हुँदै गएको छ। त्यस्तै प्राइमरी लेभलदेखि नै विद्यार्थीको शैक्षिक स्तरलाई उकास्न डिजिटल पठन पाठन, व्यवहारिक तथा प्राविधिक शिक्षा लगायतमा पनि फोकस गरिएको छ। यसले बिगुको शैक्षिक परिचयलाई बिस्तारै उचाइमा पुर्याउँदै लगेको छ।